कुमार पौडेल बिनाको नेपालको टी20मा कुन कुन खेलाडीले कस्तो कस्तो प्रदर्शन गरेका छन् हेरौँ है त। अब रोहित कुमार पौडेल कस्तो खालको खेलाडी हो तपाईँले आफै बोल्नुहोस् त्यसबाट। मस्ट सक्सेस दिपेन्द्र सिंह ऐरी 22वटा छक्का। मस्ट रन्स दिपेन्द्र सिंह ऐरी। मस्ट फोर्स कुशल बोर्तेल टी20मा। बेस्ट एभरेज दिपेन्द्र सिंह ऐरी। हाई स्कोर कुशल मल्ल। हाई स्ट्राइक रेट करण केसी। अनि मस्ट विकेट्स सन्दीप लामिछाने। बेस्ट बोलिङ अविनाश बोहरा। मस्ट 5 विकेट्स सन्दीप लामिछाने र सन्दीप दुईपाली। मस्ट विकेट्स इन सिरिज करण र सन्दीप दुईटै गरेर 13। यसरी हेर्नुपर्दा नेपालका रोहित कुमार पौडेलको रेकर्ड भनेको बेस्ट मस्ट क्याचेस छ। फिल्डिङमा उनको राम्रो रेकर्ड छ, ब्याटिङ र बलिङमा त्यति राम्रो रेकर्ड छैन। अनि उनको क्याप्टेन्सी त राम्रो छ त्यही पनि होइन। तर पनि रोहित कुमार पौडेलको हामीले हेर्नुपर्दा उनको अनि त्यसपछि होइन उनको कुरा गर्नुपर्दा हामीले होइन उनको अन्डरमा दुईवटा टी20 वर्ल्ड कप खेलिरहेछ। अनि एउटा टी20 वर्ल्ड कपमा हामीले एउटा म्याच नेदरल्यान्डसित हार्यौँ, एउटा साउथ अफ्रिकासित हार्यौँ, एउटा बङ्गलादेशसित हार्यौँ, एउटा म्याच उस भएको सस्पेन्ड भएको थियो, सस्पेन्ड हो कि डिलाइड भएको थियो होइन। त्यसपछि हामीले अब वर्ल्ड कप खेल्दैछौँ रोहित कुमारको कप्तानीमा। फेरि पनि वर्ल्ड कप खेल्ने हो भने कि हामीले रोहित कुमार पौडेललाई क्याप्टेन्सी कुनै दिनुपर्छ। क्याप्टेन्सी त दिनुपर्छ, रोहित राम्रो खेलाडी हुन्, म मान्छु रोहित राम्रो खेलाडी हुन्। तर पनि दिपेन्द्र सिंह ऐरी जहाँ बाघले फिल्डिङ तपाईँले हेर्नु सुदूरपश्चिम रोयल्स जुन एनपिएलको अहिले टेबल टप टिम रहेको छ, सुदूरपश्चिम रोयल्सको उनले के गर्छन् भन्दा उनी रोहित शर्मा भन्छ के हाम्रो दिपेन्द्र सिंह ऐरी सबै बल छोडेकै गरायो कि बल छोडेकै गरायो। त्यस्तो अन्त फिल्डिङ माइन्डसेट हुनुपर्छ। किनभने टिमले अब फिल्डिङमै मिस्टेक गऱ्यो भने त के हुन्छ, दिपेन्द्र सिंह ऐरी जस्तो फिल्डर भएको टिमले पनि फिल्डिङ मिस्टेक गऱ्यो भने त के हुन्छ होइन। त्यही कारण दिपेन्द्र सिंह ऐरीले मेन्टालिटी क्रिएट गर्छन्। त्यसै कारणले क्याप्टेन्सी हामीले दिपेन्द्रलाई दिनुपर्छ। भाइस क्याप्टेन्सी बरु या रोहित यस नत्र रोहितलाई त रिजर्भ प्लेयरको रूपमा राख्नु।